हेलो गाइज, म चाहिँ आज जापानमा रहेको हिताची पार्क सिसाइड पार्क भन्ने ठाउँमा घुम्न आएको छु। हेर्नुहोस्, यो चाहिँ मलाई नेपालमा रहँदाखेरि यो पार्कमा चाहिँ घुम्न लास्टै मन थियो कि अनि अहिले छुट्टीको टाइम पनि थियो। त्यही भएर छुट्टी टाइम मिलाएर साथीहरूसँग घुम्न आएको। हेर्नुहोस् कति दामी फुल है, चारैतिर फुलै फुल छ। मान्छेहरू फेरि के भिडियो लास्टै आउँदो रहेछ है, एकदम रमाइलो, लास्टै रमाइलो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् त फुलहरू कति थरी, हजारौँ थरी फुल, पुरै एउटा पाखा नै पुरै अब कति भन्नु, यस्तै ठुलो ठाउँ रहेछ हौ। लास्टै इमेजिनै गरेको थिइनँ यति ठुलो पुरै फुलै ढाकेको छ भनेर। हेर्नुहोस् त मान्छेहरू जापानिजहरू कति आएका, यिनीहरू प्राय गरी जोडी आउँदा रहेछन्। लास्ट रमाइलो हुने हो। आमा फुल फेरि त्यस्तै है, लास्टै रमाइलो लाग्यो मलाई चाहिँ। फर्स्टचोटि आएको, फेरि पनि आउनु मन लागेछ। अब पछि अब फेरि टाइम मिलाएर एकचोटि आउनुपर्छ। हेर्छ तपाईँहरू नि आउनुहोस्, लास्टै रमाइलो छ। तर सिङ्गल चाहिँ होइन है, जोड लिएर आउनुहोस्, नत्र चाहिँ रमाइलो हुँदैन। हेर्नुहोस् ल राम्रोसँग हेर्नुहोस् त कस्तो दामी ठाउँ छ। वाउ, लास्टै रमाइलो। अब फेरि पनि टाइम मिलाएर एकचोटि आउनुपर्छ। यसो समय जुऱ्यो भने साथीहरूसँग। तपाईँहरू पनि यसो टाइम मिलाएर आउनुहोस्, हेर्नुहोस्।